12 बजीसम्म सुतिरहेको होइन भात पका न भात पका त्यो भात खाएको पनि तैँले धोइदिए त त्यहाँ गएर धोइदिए है अल्छी मान्छेले देशलाई माग गर्छ गर्दैन देशलाई माग गर्नुहुन्छ भने तपाईँको अल्छीपनलाई त्याग्नुहोस् तपाईँ पौरखी बन्नुपर्छ बन्न तयार हो देशलाई माया गर्ने मान्छे बेइमान हुन्छ हुँदैन देशलाई माया गर्ने मान्छेले ठग्छ हो त्यसो भएको कारणले गर्दाखेरि यदि देशलाई माया गर्नुहुन्छ भने तपाईँ इमानदार बन्नुहोस् हामी सबै इमानदार बनौँ है चोर फटाले तपाईँको देशलाई माया गर्न सक्दैन बेइमानले ठगले देशलाई माया गर्न सक्दैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू त्यसो भएको कारणले गर्दाखेरि हामी इमानदार बनौँ देशलाई माया गर्ने मान्छेले घुस खान्छ खाँदैन देशलाई माया गर्ने मान्छेले भ्रष्टाचार गर्छ गर्दैन यदि हामी देशलाई माया गर्छौँ भने हामीले चाहिँ घुस खानु हुँदैन हामीले भ्रष्टाचार गर्नु हुँदैन देशलाई माया गर्ने मान्छेले विदेशीले मलाई ऋण दियोस् अनि म बाटो बनाउँछु भनेर आशा हेरेर यसो बस्छ छिटिलतिर यसो हेरेर बसिरहेको छ अरूको आशा हेर्छ देशलाई माया गर्ने मान्छेले त्यसो भएको कारणले गर्दाखेरि अब हामी अरूको आशा हेर्न बन्द गर्छौँ विदेशी ऋण तेल चाहिँ तपाईँको देश बनाउँछु भन्ने आशा हामीले बोकिरहन्छौँ भने हामीले देशलाई माया गर्न नगरेको हो त्यो गरेको छैन म यहाँ सबैजनालाई भन्न चाहन्छु देशलाई माया गर्ने मान्छेले देश बेच्छ बेच्दैन देशका नदीनाला बेच्छ बेच्दैन बेच्दैन अनि देशलाई माया गर्ने मान्छेले देश बेचुवा देशद्रोही भ्रष्टाचारीलाई भोट दिन्छ अलि साह्रो भन्नु न अलि साह्रो भन्नु न सुनेन कि के अलि साह्रो गराउनु पर्छ म हो देशलाई माया गर्ने मान्छेले देशद्रोहीलाई भ्रष्टाचारीलाई देश बेच्ने देश बेचुवालाई भोट दिन्छ दिँदैन हो यदि त्यसो हो भने सबैजनालाई म भन्न चाहन्छु अब हामी इमानदार बन्नुपर्छ अल्छी बन्नु हुँदैन अब हामी तपाईको चाहिँ नि गलत काम गर्नु हुँदैन अब हामीले सही कामहरू गर्नुपर्छ पौरखी बन्नुपर्छ हामी देशभक्त बन्नुपर्छ देशलाई माया गर्नुपर्छ यी सम्पूर्ण कुराहरू गर्नका लागि कसरी गर्ने त अब है कसरी गर्ने त भन्दाखेरि त्यसका लागि हामीले एउटा अभियान सुरु गरेका छौँ श्रम संस्कृतिको अभियान आदरणीय दाजुभाइ दिदीबहिनीहरू यो श्रम संस्कृतिको अभियान भनेको त्यही अभियान हो जसले एउटा अल्छी मान्छेलाई पौरखी बनाउँछ जसले ठगेर हिँड्ने बेइमान मान्छेलाई इमानदार बनाउँछ जसले यो देशलाई बाल मतलब गरेर चाहिँ बिर्सेको मान्छेलाई यो देश सम्झने देशभक्त बनाउँछ जसले यो माटो बिर्सेर गएको छ त्यसलाई यो माटोको सम्झना दिलाउँछ जसलाई चाहिँ विदेशी तपाईँको चाहिँ होइन मोह छ त्यसलाई स्वदेशी मोह जागृत बनाएर यो देशमै बस्ने बनाउँछ त्यो खालको उत्पादन र निर्माणको कुरा श्रमलाई तपाईँको चाहिँ हेला गरेर यो समाज बिग्रेको मैले बारम्बार भनेको छु श्रमलाई हेला गरेर बिग्रेको समाज अल्छी लाग्यो यसो गरिदिनुहोस् त सबैले हो यो जाँगर हुनुपर्छ है यसै पनि गर्न नसक्ने मान्छेले के गर्छ देशलाई माया गर्छ है जहाँ खाने मान्छेले बुढीलाई माया गर्छ भने जस्तो मान्छे त्यसो भएको कारणले फुर्ती फार्ती हुनुपर्छ फुर्ती फार्ती है दिमागमा चुस्त शरीरमा त तपाईँको दुरुस्त पनि हुनुपर्छ हामी सबैजना श्रमदाता बन्नुपर्छ